24 गते आगजनी गर्ने को थिए भन्ने जुन प्रश्न छ। 24 गते आगजनी गर्ने भनेका यानी विभिन्न तत्त्वहरू थिए भनेर मैले भन्छु। जसलाई 23 गते जसको हत्या भएको थियो त्यसका आफन्तहरू साथीहरू जसको आँखाको अगाडि उनको साथीहरूको हत्या भयो, उनको साथीहरूको मर्डर भयो, त्यो व्यक्तिहरू पनि त्यसमा थिए र उनका आफन्तहरू पनि त्यसमा सडकमा ओर्लिएका थिए र साथसाथमा यसमा जस्तै हामीले विभिन्न किसिमका यदि स्रोतहरू हेरौँ भने तिनीहरूको त्यो आक्रोशलाई मानिसहरूले कतिजना केही व्यक्तिहरूले केही दिमागहरूले त्यो आक्रोशलाई क्याच गरेर पनि त्यसमा आगजनी जुन छ गरेका हुन्, विभिन्न ठाउँहरूमा आगजनी जुन गरेका हुन् त्यो प्रायोजित पनि देखियो, घुसपेट भयो भन्ने कुरो छ। तर हामीले जुन भनिराख्दाखेरि कि 24 गते जुन हिंसा भयो, जुन आगजनी भयो त्यसका व्यक्तिहरूले सजाय पाउनु पर्यो भनेर हामीले भनिराख्दाखेरि हामीहरूले फरक पनि छुट्याउन सक्नुपर्छ कि जो व्यक्तिहरूका आफन्तहरू मारिएका थिए या साथीहरू मारिएका थिए, जसले 23 गते प्रदर्शन गरेका थिए र प्रदर्शन क्रममै आफ्नो छेउको साथी ढलेको जसले भेटाएका थिए, उनीहरूको आक्रोश पनि छ र यसमा केही तत्त्वहरू जुन डिस्कर्डबाट र अरू हामीहरूले अरू ठाउँबाट हामीले थाहा पाउँछ कि डिस्कर्डबाट मानिसहरूले कसैलाई त्यसलाई क्याच गराउने प्रयास पनि केही दिमागहरूले गरेका हुन्। त यो त्यो चौका लगाएर कोही व्यक्तिहरूले अरू आफ्नो यानि नचाहिने कामहरू पनि त्यसमा गरेका हुन्। तब यदि जुन छ सजायको हामीले कुरा गरिरहेका छौँ भने हामीहरूले यिनीहरूलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ कि त्यो प्रायोजित व्यक्तिहरू जुन छ आएका थिए या ती व्यक्तिहरू जो परिचालित व्यक्तिहरू आएका थिए या ती व्यक्तिहरू जसका आफन्तहरू मारेर आक्रोशमा आएर नागरिकहरूले गरेका हुन्, तिनको बिचमा भिन्नता जुन छ छुट्याउन सक्नुपर्ने हो। यदि जुन आयोग कार्की आयोग बनेको छ या अगाडिको जुन जस्टिस सिस्टम छ त्यसले पनि गर्न सक्नुपर्ने भन्ने छ। हामीहरूले यो भनिराख्दाखेरि एउटा कुरा अरू पनि ख्याल राखौँ कि कतिपय नेताहरूले यो भनिरहेका छन् कि यो 24 गतेका दिन जुन पनि यो घटनाहरू भयो, जुन अलिकति भन्ने हो भने अति भयो भन्ने जुन सार्वजनिक स्थलहरूमा आगजनी गर्ने काम भयो, नेताहरूलाई कुट्ने काम भयो, कतिजनाले भन्छ यो अति भयो र यो अति भएर यानि यिन सबै जुन यो आन्दोलन नै थियो त्यो आन्दोलन नै गलत आन्दोलन थियो भनेर कतिजनाले भनिरहेको छन्। जसले यो भनिरहेको छ उनले एक्चुअली अहिलेसम्म उनीहरूले गरिआएको गल्ती र राज्य संरचनालाई उनले नियन्त्रित गरेर जुन भ्रष्टाचार गर्दै आएका थिए, मनपरी गर्दै आएका थिए, लोकतन्त्रको नाममा उनले अधिनायकवाद चलाउँदै आएका थिए, त्यो उनको त्यो कमाउँदै खाँदै आएको भोग्दै आएको त्यो शक्ति खोसिएको भनेर उनले रिस पोखेका हुन्। यसमा सबैलाई जुन पुरा आन्दोलन नै बदनाम गर्ने जुन कुनै नेताहरूको जुन भाष्य छ त्यो गलत हो। उनले पश्चाताप गर्नुपर्ने हो, आफ्नो गल्ती स्वीकार गर्नुपर्ने हो कि उनले अहिलेसम्म राज्यको साथमा नागरिकहरूको साथमा गलत गर्दै आएको थिए, त्यो पश्चाताप गर्नुपर्ने हो, गल्ती स्वीकार गर्नुपर्ने हो र अगाडि बढ्नुपर्ने हो। तर गल्ती स्वीकार नगरिकन अगाडि बढ्ने जुन प्रयास भइरहेको छ त्यो भनेको हामीले फेरि त्यही कामहरू गर्दै जाउँ जुन पहिले गर्दै आएका थियौँ, त्यसरी नै भ्रष्टाचार गर्दै जाउँ, कसैले पनि केही नबोलोस् भनेर कतिजनाले जुन चिताइरहेका छन् र त्यसैको लागि सम्पूर्ण आन्दोलनलाई नै बदनाम गर्ने जुन प्रयास गरिरहेका छन् यो प्रयास पनि एकदमै गलत प्रयास हो भनेर भन्छु मैले।